पब्लिक ट्रान्सपोर्टेसन भनेको के हो भने चाहिँ हामीहरूले पिपुलहरूलाई पब्लिक बसेसहरू पब्लिक भेहिकलहरूले एउटा ठाउँदेखि अर्को ठाउँमा ट्राभल गराउनु थ्रु के अरे थ्रु सेयर भेहिकल्स विथ अ फिक्स रुट एन्ड स्केड्युल्स। यो चाहिँ एफोर्डेबल र एफिसियन्ट पनि हुन्छ। जस्तै हामीहरू इक्जाम्पलहरू हेर्दाखेरि बसेस, माइक्रोबस, ट्याक्सिज, ट्रेन्स एन्ड मेट्रो सिस्टम भनेर भइहाल्यो। र यसपछि यसको इम्पोर्टेन्सहरू हेर्दाखेरि यो चाहिँ एफोर्डेबल हुन्छ, सबैलाई सहज हुन्छ, धेरै महँगो हुँदैन। यसले ट्राफिक कन्जेसनहरू रिड्युस गर्छ, फ्युल र इनर्जीहरू सेभ गर्छ, अनि एयर पोल्युसनहरू घटाउँछ, कार्बन इमिसन पनि घटाउँछ। र यसले पिपुललाई विभिन्न के अरे यो लोकेसनहरूमा वर्क प्लेसहरू भइहाल्यो, स्कुल कलेजेसहरू भइहाल्यो, त्यता यसले कनेक्ट गर्ने गर्छ होइन। अनि यसले अर्को कुरा के गर्छ भनेपछि रुरल एरियादेखि अर्बन एरियासम्म सजिलैसँग आवजाव हुने गरी सहजीकरण गर्छ। र यसले अर्को कुरा के गर्छ भनेपछि यो नम्बर अफ प्राइभेट भेहिकल्सहरू हुन्छ नि जुन रोडमा, जसले गर्दा अननेसेसरी कन्जेसन हुन्छ त्यसलाई पनि घटाउने कोसिस गर्छ। र वान अफ द इम्पोर्टेन्स कुरा हेर्दाखेरि यो टुरिज्म र इकोनोमिक एक्टिभिटिजहरूलाई बढाउने कोसिस गर्छ। यसको अब्जेक्टिभ अफ पब्लिक ट्रान्सपोर्टेसन इन नेपालहरू हेर्दाखेरि हामीहरूले यसलाई सेफ, रिलायबल एन्ड एफोर्डेबल गराउनुपर्छ। यसले कनेक्टिभिटी देशको विभिन्न ठाउँहरूमा हामीहरूलाई यसले सजिलैसँग पुग्ने कोसिस गराउनुपर्छ। र यसको ट्राफिक कन्जेसनहरू भइहाल्यो जुन हामीहरूको काठमाडौँमा धेरै नै छ। र हामीहरूले इकोनोमिक ग्रोथ र सोसल डेभलपमेन्टहरूलाई पनि अलिकति बढाउनुपर्छ। र यसले टु इन्स्योर मोबिलिटी अफ अल सेक्सन्स अफ सोसाइटी, मोबिलिटी पनि हामीहरूले पुऱ्याउनुपर्छ प्रत्येक सोसाइटीमा। र टाइम ट्राभल, एउटा ठाउँदेखि अर्को ठाउँसम्म जानेको जुन त्यो टाइम हुन्छ नि, टाइम कन्जम्सन हुन्छ नि, त्यसलाई चाहिँ घटाउनुपर्छ। अब पब्लिक ट्रान्सपोर्टेसन सिस्टम हामीहरूको यो नेपालमा चाहिँ मैले मेनली 3टा राखेको छु, जुन रोड ट्रान्सपोर्टेसन, एयर ट्रान्सपोर्टेसन, केबल कार एन्ड रोडवे। रोड ट्रान्सपोर्टेसन चाहिँ अब सबैलाई कमन हो, यो चाहिँ मस्ट कमन ट्रान्सपोर्ट इन नेपाल होइन। यसले चाहिँ अब बसेस, माइक्रोबस, टेम्पोहरू यसले इन्क्लुड गर्छ। र यो चाहिँ मस्ट एफोर्डेबल, मस्ट युज बाई पिपुल हो होइन। यो चाहिँ अलिकति अब हुन्छ नि कुनै प्रब्लमहरू पनि यसले यसको छ। जस्तो अब नेपालमा रोड कन्डिसनहरू धेरै राम्रो छैन, जुन हिली एरिया छ त्यहाँ ल्यान्डस्लाइड हुने कोसिस हुन्छ, जसले गर्दा यो अलिकति डेन्जर हुन्छ। अर्को ट्रान्सपोर्टेसन भनेको यो एयर ट्रान्सपोर्टेसन, यो पनि वान अफ द इम्पोर्टेन्ट के अरे यो इम्पोर्टेन्ट के अरे ट्रान्सपोर्टेसन मिडियम होइन। जुन माउन्टेनस रिजन, नेपाल चाहिँ अब प्लेन एरिया छैन, माउन्टेनस र हिली छ, त्यसमा चाहिँ अब रोडहरू नपुगेपछि यसले ट्राभल गर्न सजिलो हुन्छ होइन। त्यसले यो रिमोट एरिया जस्तै मुगु, हुम्ला भइहाल्यो, त्यहाँदेखि यो काठमाडौँ, सुर्खेत, यो अरू अलिअलि डेभलप सहरहरू, टायर 2 सिटी, टायर 1 सिटी, त्यहाँ चाहिँ यसले कनेक्ट गर्ने गर्छ होइन। यो चाहिँ अब टाइम पनि घटाउने भइहाल्यो, अनि टुरिज्म पनि यसले बढाउँछ। र यसको नेपालमा अलिकति फिजिबल छैन किनकि यो अलिकति एक्सपेन्सिभ छ है। अनि वेदर कन्डिसन पनि अब कन्सटेन्ट हुँदैन, जसले गर्दाखेरि मान्छेहरू अब धेरै युज गर्न पाउँदैन जुन हामीहरू रोड ट्रान्सपोर्टेसन युज गर्छौँ। अर्को ट्रान्सपोर्टेसन छ केबल कार एन्ड रोडवे। यो पनि अब धेरै लामो दूरीको लागि युज गरिँदैन, करिब 3-4 किलोमिटर, 5-6 किलोमिटरको लागि युज गरिन्छ। यो चाहिँ अब हिली एरियामा मस्ट कमन हो। यो चाहिँ ट्रान्सपोर्टेसन र टुरिज्मको लागि मेनली युज हुन्छ। र यसमा चाहिँ हाम्रो इक्जाम्पलहरू हेर्दाखेरि मनोकामना, चन्द्रगिरी केबल कार र हाम्रो सुदूरपश्चिममा बद्लादेवी केबल कार भन्ने चाहिँ भर्खरै सञ्चालन भइरहेको छ। अनि यो चाहिँ अब सेफ भइहाल्यो, सेक्सी ट्राभल इन माउन्टेनस एरिया भइहाल्यो। तर यसको डिसएडभान्टेज हेर्दाखेरि कन्स्ट्रक्सन कस्ट चाहिँ अलिकति बढी हुन्छ क्या अरूभन्दा। त्यही भएर यसलाई हामीहरूले धेरै युज गर्दैनौँ यो लङ रुटको लागि। अनि यसको सिनेरियो हेर्दाखेरि एक्सटेन्सिभ रोड ट्रान्सपोर्ट नेटवर्क, एफोर्डेबल फेयर, इन्क्रिजिङ इन्भेस्ट इन ट्रान्सपोर्टेसन इन्फ्रास्ट्रक्चर। च्यालेन्जेसहरू हेर्दाखेरि ट्राफिक कन्जेसन, स्पेसली इन काठमाडौँ भ्याली। अब ट्राफिक कन्जेसन अब सबैलाई फेमिलियरै छ होइन। अनि त्यसपछि ओभर क्राउड, त्यो पनि सबैलाई फेमिलियरै छ। अनि पोर रोड ट्रान्सपोर्ट, पोर रोड कन्डिसन इन सम रिजन। अब कुनै हाम्रो देशको कुनै ठाउँहरूमा रोडहरू अलिकति के अरे कन्डिसन चाहिँ ठिक छैन, जसले गर्दा धेरै प्रब्लमहरू हुन्छ। अनि यो लिमिटेड पब्लिक के अरे पब्लिक ट्रान्सपोर्ट फेसिलिटी इन रिमोट एरिया। अब यसको धेरै ठाउँहरूमा चाहिँ ट्रान्सपोर्ट फेसिलिटी पुगेको छैन, जसले गर्दा हामीहरू एक्सेस गर्न सक्दैनौँ। र त्यसपछि चाहिँ यो अर्को टपिक डिस्कस गर्न म मेरो साथी लक्ष्मी वर्गलाई दिन पाउँछु।